भन्नेले त हजारौँ कुराहरू भनिदिन्छ के मेरो साथी, तर तिमी कस्तो बाटोमा जान्छौ, तिमी के गर्छौ भन्ने कुरा त्यो तिमीमा निर्भर पर्छ क्या। भन्ने मान्छेले त तिमीले राम्रै काम गरे पनि नराम्रो भनिदिन्छ, राम्रै बाटोमा हिँडे पनि तिमी गलत बाटोमा हिँडेको छ भनिदिन्छ क्या। जति छ नि होइन, भन्दा अब दुःख लाग्ला मेरो आफ्नो मान्छेहरूलाई होइन। राम्रो भन्दा नराम्रो भएको दिन हेर्नलाई चाहिँ अगाडि आफ्नै मान्छेहरू हुन्छ क्या, बाहिरको मान्छेहरू हुँदैन क्या। त्यसलाई कहिले नराम्रो भएको भए हुन्थ्यो, त्यसलाई कहिले यस्तो भएको भए हुन्थ्यो, यो दिन हेर्न चाहने चाहिँ आफ्नै मान्छेहरू हुन्छ क्या। यो चाहिँ 100% लेखेर राखेँ क्या। तर धेरै कुराहरू भोगियो पनि, धेरै कुराहरू सिकियो पनि होइन। तर केही बोलेर बस्नुभन्दा चुपचाप लागेर बस्नु नै एउटा राम्रो बेस्ट उपाय यही नै हो क्या। कसैले गाली गर्छ भने पनि मजाले सुनेर बस्ने हो क्या। कसैको गाली सुन्दैमा कोही पनि मर्दैन होइन। कसैको गाली सुनेर आफूलाई हौसला आउँछ र अगाडि बढ्न सकिन्छ भन्ने होइन, चुपचाप लागेर बस्दिने हो क्या। जसले बोल्छ, जसले भुक्छ क्या। म त यो भन्छु।